आज म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। शब्दहरू धेरै छैनन् तर शक्तिशाली छन्। म सक्छु। यी दुई शब्द तिमीले बारम्बार दोहोऱ्याउनु पर्छ अनि जब तिमीले तिनीहरूमा विश्वास गर्न थाल्छौ, जीवन बदलिन्छ। तिमी आज यहाँ छौ, त्यो अन्तिम गन्तव्य होइन। अझ बाँकी छ अगाडि बढ्न, अझ चुली चढ्न बाँकी छ। तिमी भित्र शक्ति छ जसले तिमीले अझै पुरा गर्न चिनेकै छैनौ। तर यो संसार तिमीलाई निराश बनाउने प्रयास गर्छ। कहिले असफलताले, कहिले आलोचनाले, कहिले आफ्नै डरले भन्छ तिमी सक्दैनौ। तिमीले सानैदेखि सुनेका छौ, सपना देख, मेहनत गर, सफल होस्। तर कसैले भनेनन् सपना देख्दा डर पनि लाग्छ, मेहनत